साथीहरू लासो फ्याफुल्ला नमस्कार। फेरि म नयाँ अपडेटका साथ उपस्थित भएको छौँ। आज हामी जस्ता साना साना क्रिएटरहरूका निमित्त म केही जानकारीमूलक भिडियो लिएर आउनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै सक्दो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्नुहोला भन्दै आजको भिडियोतिर लागौँ। साथीहरू, तपाईहरुको युट्युब च्यानलमा किन मेरो लाइक आएन, किन सेयर भएन, किन भ्युज आएन भन्ने सन्दर्भका साथ म उपस्थित भएको छु। हुन त म पनि धेरै भ्युज, धेरै लाइक आउने मान्छे त होइन, भए तापनि हजुरहरूको केही गुनासा लिएर आएको छौँ। साथीहरू, सबभन्दा पहिला तपाईँ नियमित रूपमा युट्युबमा भिडियो हाल्नुहोला। अटोमेटिक तपाईँलाई युट्युबले ग्रोथ गर्नेछ। त्यो भएको हुनाले हजुरहरूले सदाबार दिनको 1-2वटा भिडियो हाल्न पनि नछुटाउनुहोला। 1मा 2मा तपाईको युट्युब च्यानलको सेटिङ बाई सेटिङ मिलाउनुहोला। सेटिङको प्रब्लम पनि हुन सक्ला। अर्को कुरो फेरि तपाईँ किन तपाईको युट्युबमा सब्सक्राइब बढेन भन्नुहुन्छ होला। हुन त मेरो पनि थोरै सब्सक्राइब छ, भए तापनि मेरो अनुभव, यो मेरो अनुभव हो, कुरा राम्रोसँग बुझ्नु होला। मेरो पनि हिजोका दिन थोरै मात्रै सब्सक्राइब थियो, अहिले लगभग सब्सक्राइब पुग्न खोजिसकेको छ र मोनिटाइज भइसकेको छ। अर्को कुरो फेरि के हो भने, बारम्बार तपाईहरु भिडियोलाई मेरो भ्युज आएन भनेर हाल्दैनौ। फेरि तपाईहरु युट्युबमा तपाईले के जानेको छ, के हाल्न मन लागेको छ, राम्रो तरिकाले हाल्नु होला र आफ्नो फेस देखाएर या भोइस रेकर्ड गरेर गर्नु होला र सरसर्ती साथीभाइलाई पनि बुझाउनु होला। त्यो भइसकेपछि तपाईको अटोमेटिक भ्युज आउनेछ। मेरो हिजोका दिन 2-4वटा भ्युज जानलाई धेरै गाह्रो हुन्थ्यो। अहिले लगभग 100-150, 200, 300, 400 पनि जान्छ र 1000 पनि जान्छ। त्यो भएको हुनाले हजुरहरूले नियमित रूपमा भ्युज जाओस् या नजाओस् मतलब भएन। हामी साना क्रिएटर हो, हामी चलेको एकदम कसले भने पपुलर मान्छे होइन। त्यो भएको हुनाले हजुरहरूले युट्युबमा भिडियो चाहिँ नियमित रूपमा हाल्नु होला। तपाईहरुलाई युट्युबले अटोमेटिक ग्रोथ गर्नेछ। त्यो भएको हुनाले नडराउनु होला, नलजाउनु होला, कुनै पनि भिडियो रेकर्ड गर्नलाई नलजाउनु होला। त्यो भएको तपाईलाई अटोमेटिक युट्युबले तपाईलाई ग्रोथ गर्नेछ। साथीहरू, आजको भिडियो के कस्तो लाग्यो, सल्लाह सुझाव सहित प्रतिक्रिया पनि दिनु होला। साथै लाइक, कमेन्ट सक्दो सेयर गर्नु होला। तपाईहरु नडराउनु होला। कुनै पनि भिडियो, हामी सानो क्रिएटर हो, हामीलाई कुरा गर्न आउँदैन, हामी लजाउँछ मान्छेको अगाडि भनेर नडराउनु होला। त्यो भएको हुनाले हजुरहरू एकदम भिडियोलाई हेरेर साथ दिनु होला भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।